तिमीहरू काम राम्रो गर्दैन म त्यतिकै भन्छु हेलो एभ्रिवान सेवा नमस्ते। आज चाहिँ हामीले चाहिँ मुकबाङ गर्न गइरहेका छौँ। हाम्रो चाहिँ मुकबाङमा चाहिँ के रहेको छ भने चाहिँ हजुरहरूले पनि अगाडि देखिरहनु भएको छ। यहाँ चाहिँ के भन्छ करेन नुडल्स छ, अनि अन्डा अमलेट छ, अनि के अरे यो अचार छ, अनि हामी चाहिँ भात पनि लिएको छौँ है, भात पनि खाने भनेर। अनि यहाँ चाहिँ मोमो छ, चिकन मोमो, बहिनीहरूको चिकन मोमो, मलाई चाहिँ भेज मोमो, म चाहिँ भेजिटेरियन हो। अनि यहाँ चाहिँ हाम्रो सलाद अनि साग रहेको छ, पानी छ साइडमा। अब चाहिँ हामी चाहिँ ढिलो नगरिकन सुरु गर्नेछौँ। हजुरहरू हेरेर साथ दिनुहोला। पिएला चाहिँ पानी चाहिँ खान्छ, पिए त भन्नुपर्ने शुद्ध त खान्छु। चबा न तल चबाएर देखा त। कस्तो गर्मी भइरहेछ क्या मलाई त। छ्या गर्मी महिनामा गर्मी थाल्छ। वात्तै बढ्यो गर्मी। फर्स्ट फ्राई खामै सुरु गरौँ है। प्रेसर हाई गर्नु चप स्टिकले खानुपर्ने छ। प्रेसर हाई नभए म यहाँ यो मुकबाङ गर्नलाई यस्तो दुःख गरे ह। यो सबै पकाउनेमा चाहिँ 2 जना पर्छ कि, म चाहिँ यहाँ खाने बेला मात्रै आएको। अनि रिसाइरहेको छ 2 जना, तर नरिस। थ्याङ्क यू बहिनी, थ्याङ्क यू कान्छी। चस नगरी नै खाइसकेछ त्यसले त। फर्स्ट फ्राई हजुरहरूदेखि स्टार्ट। खाए ल पिरो राखाइरहेछ। यसरी निकाल्नु मेरो साग। एकदम पिरो छ त बहिनीहरू। एक्स्ट्रा खोर्सानी हालिस् छैन, धेरै पछि खाएको त्यही भएर छन् पिरो। भरे छटपटी हुने भयो क्या त खाइसकेपछि। धेरै पछि मुकबाङ भिडियो लिएर आएको है हामी चाहिँ। साग खा न कान्छी, साग खा। म त साग खाँदिनँ, सलाद खा। खाँदिन अहिले फेरि म जो साग खायो भने एलर्जी आउँछ। जो साग खाँदैन त्यसको काम छैन है जिन्दगानीमा। यो समाइँदैन हौ, हातैले गर्छु म त। साग त खानुपर्छ। यो चाहिँ कोरियन मुकबाङ है। कोरियन मुकबाङ रे। कोरियन आइटम्स चाहिँ केही छैन है यहाँ फेरि। कोरियन हो यो नुडल र कोरियन भात अनि कोरियन मोमो। अचार चाहिँ हुँदैन। मोमो चाहिँ नेपाली मोमो। आजको मुकबाङ चाहिँ सबै 2 जनाको सेटअप स्पोन्सर सबै पकाउने तुल्याउने, म चाहिँ खाने मात्रै। फेरि भयो, म त भात खान्छु ल। मजा आयो। वास्तवमा चाहिँ बिहान खाना पकाएको यिनीहरू कसैले खाएन, अनि खाना नि खाने भनेर लिएर आएको छ यिनीहरू कोरियन मुकबाङ भन्दा। पकाउनु मात्र पर्यो, बिहान कसले नि खाएन। के भयो? हामी चाहिँ दिउँसो कति 1 बजीतिर मुकबाङ गर्दैछौँ। अचार पनि
मेरो मुख रातो भएको हुन्छ त कति पिरो छ भरे यो मुखहरू मुटहरू सबै रातो हुन्छ युनिस चाहिँ स्कुल गएको छ बिचरा ऊ चाहिँ युनिस चाहिँ मिस भइरहेछ ऊ पनि भिडियो बनाउन चाहिँ एकदमै रुचाउँछ तर पनि हिजो के मुखबाङ भने हामी बनाउने होला म त भोलि स्कुल जाँदिनँ होला मुखबाङ छुट्टीको बेला बनाउनुपर्छ उसँग उसले चाहिँ यो चाउचाउहरू सबै काँचै छ उसको भात चाहिँ भरे आए पछाडि बनाएर दिनुपर्ने हुन्छ अहिले नै बनाइराख्यो भने स्कुलदेखि आउँदाखेरि र सबै फुलिन्छ क्या यो चाउचाउ मोमोले बरु स्टिम गरेर दिँदा के हुँदैन Leia na guys. Hi, Momo. Give me the Momo. Dangerous. So funny, huh? मोमो पनि यो दुईजनाले नै पकाएको हो उनीहरूको चाहिँ हेर्नुपर्छ सानो सानो छ मेरो चाहिँ कत्रो कत्रो बनाएछ बेच चाहिँ खाए ल मिठो छ मोमो नि पसिना आइज अहिले त पुरै यसको जस्तै मेरो मुख रातो भइसक्यो यसको जस्तै भएन यिनीहरू त भात नि खाएको छैन रहेछ म त मैले भात खाइसकेँ चार घाँसमा नि नसकिने रहेछ यो मोमो Don't eat this stuff, okay? तिमीहरू काम राम्रो गर्दैन म त्यतिकै भन्छु यो कान्छीको काम हो नि तर म तिमीहरूले पकाएको खाँदिनँ है भनेको आफै पकाउनु त नि हेर न त्यहाँ डल्लै कान्छीले धोएर ल्यायो अनि उसिनेको अनि यिनीहरूले साग पकाएको क्या किरासँगै पकाएछ किरा होइन नि यो त अन्डा हो किरा होइन झन् राम्रोसँग केला है केला भन्छु कान्छीले आफै आफैलाई एकदम सफा मान्छे भन्छ त तेरो सङ्गत गरेर के यो सिकिसक्यो तैँले राम्रो गर्दैन थिइस् भाँडा नि यसले खासै मजाले धुँदैन थियो अनि यो पनि जस्तै गर्छु म पनि भनेर तँलाई नै फोन मन भए भित्रैदेखि गर्छु के सङ्गतले हुँदैन मलाई सङ्गतले त्यस्तो हुँदैन साथीहरू मलाई मान्छेको घरतिर पाउन जाँदाखेरि अनि
बाहिर होटलतिर खाना खाँदाखेरि नि हो यस्तै हुन्छ अनि मलाई मनले मान्दैन खानै घरमा आफैले पकाएको चाहिँ एकदमै फ्रेस ताजा मेरो मनले मान्छ अनि खान्छु भने म घर गएँ भने हाम्रो आमाले तेरो लागि त आफै केला त आफै पकाएर खाएँ हामीले पकाएको तँलाई मन पर्दैन भन्नुहुन्छ हाउसफ्लाई गर्मी महिनामा हाउसफ्लाई मस्किटो सबै आउँछ झ्याल बन्द गरौँ त्यसले चाहिँ छिर्दैन झ्याल खोल्ने बित्तिकै चाहिँ बोल्नु थाल्यो मेरो त यो आउँदै गरेको 7 गते चाहिँ असारको 7 गते चाहिँ यता बिष्ट छापमा गोदावरीमा साकेला छ साथीहरू जानुपर्छ होला हामी सबै मिलेर जाने हैन स्वस्तिका कान्छी जान्छस् कि ये क्या है यसपालि म त साकेला जानै पाएको छैन के अनि जानु पर्यो भने सोचिरहेको छु हजुरहरू नि पोसिबल छ भने आउनुहोस् नाच्नुपर्छ सँगसँगै युनिसले भोलि त स्कुल जाँदैन होला भन्दै थियो अरे नाटक पनि गर्न भइसक्यो त यहाँ तल खुट्टा दुख्छ भनेर म नभएको भए चाहिँ ऊ सिधै जाँदैन थियो डराउँछ मदेखि चाहिँ अनि बिचरा करेले पनि गयो दुईजनालाई त टेर्दैन क्या हाम्रो भदाइले उस्तै छन् अनि मलाई चाहिँ केही पनि भनेन जाँदिनँ होला पनि भनेन खुट्टा दुख्दैछ भन्दै थियो अरे खुट्टा त दुखेकै थियो त्यस्तो नि भनेन हिजोभन्दा हिजो स्कुलदेखि आयो त्यहाँदेखि माथि आन्टीहरूको घर गयौँ त्यहाँदेखि फेरि आयौँ फेरि पसल जा आइज दुध लिनु जा आइज त्यही भएर खुट्टा दुख्यो क्या उसको हिजो स्कुलमा नि स्काउटको ट्रेनिङ थियो अरे ए त्यही भएर दुखेछ नत्र त अरू बेला त त्यति त हिँडिरहेकै हुन्छ हिजो पसल जाँदाखेरि चाहिँ बढी भएको थियो पसल कति एकचोटि गयो होइन स्काउटमा त उसलाई ट्रेनिङ दिँदाखेरि गएको भइहाल्छ
1-2 दिनसम्म चाहिँ गाह्रो हुन्छ, बानी परेपछि चाहिँ गाह्रो हुँदैन। एक्सर्साइज गर्दाखेरि खुट्टा दुख्छ कि दुख्दैन तातो बेला त्यस्तै भएको क्या किन रुन्छस् मङ्गले आफ्नै ढङ्गले हात रुन्छाउँछस् कहाँ पुज्नु हातमा मोमो मजा बाँधिदिए त पछाडिबाट आउँदैछ है पछाडिबाट आउँदैछ उठ्न नि नसक्ने भयो मानिँदैन मेरो खुट्टा लिन्छ है हालेन ल यो अल्छी लाग्दो म अलिक इन्ट्रेस्टिङ हुनलाई त बोल्नु पर्यो नि त गफ गर्नु पर्यो नि त यो गफ बाङबाट खाने पो त जे भयो नि इन्जोय लिँदै खानु पर्यो नि त बोल्दै नबोली चुपचाप खान्छ अनि कहाँको रमाइलो लाग्छ त अल्छी लाग्दैन मलाई त चुपचाप खानु चुपचाप नबोली कुरो खाएकै गर्न चाइनिजहरूले त्यसो त खानु खान्छु 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 कस्तो गर्छ खुट्टाले त हायो मोबाइल तान्न किन तान्नु गाइस आज घरमा भेटियो यति नै हो मलाई थाहा छ तपाईँलाई बोर लाग्यो मलाई रिस उठिरहेको छ यहाँ खाएर नि तँलाई रिस नउठेको पनि त कहिले छ र भिडियो बनाऊँ ल भन्छ अनि सुरुमा चाहिँ ऊ आफै खुसी भएर भन्छ अनि लास्टमा चाहिँ ओके भनेर हामीले चाहिँ हाम्रो प्लान डन गरेर बाहिर निक्लिन्छौँ बाहिर के अरे भिडियो बनाउनुको लागि अनि जम्मै भनेको ठाउँमा पुग्दाखेरि रिसाउँछ अनि फकाउँदाको हैरान हुन्छौँ यो र म चाहिँ अनि लास्टमा भिडियो नै बनाउँदैन उसको त मुड खराब गर्छ दुईजनाको नि मुड खराब गराइदिन्छ खाँदा पनि रिस उठिरहेछ भनेपछि अरू बेला के गर्छ यसले आई हेभ प्रब्लम अरूको त मौत आउनुहुन्छ हुन्छ आफ्नो चाहिँ किन गर्नु जान्दैन साथीहरू यस्तो हो नि त गाइस सँगै हिँडेपछि एउटै ग्रुपमा हिँडेपछि एउटा मात्रै नराम्रो गर्यो उसलाई मात्रै के अरे स्याड भयो भने पुरै होल टिमलाई नराम्रो लाग्छ नि त मलाई चाहिँ त्यस्तो लाग्छ है यसलाई चाहिँ भयो केही फरक पर्दैन थियो होला हुन त मान्छे त्यस्तै पनि हुनुपर्ने के म चाहिँ एकदम खराब छु अहिले हामी तिनजना हिँडेको छौँ खाइरहेको छौँ भने एउटा रिसायो भने मलाई नि खानु मन पर्दैन त्यस्तो लाग्छ म त खान्छु म त खान्छु म त अर्को वास्ता गर्दिनँ थाहा छ तिमीहरू स्वार्थी छ दुवैजना खानु पायो भने अझै त्यहाँनिर घरमा के छ भने
खुतु निकाल्छ खाइसक्छ अनि खाइ पाउँदैन। खाना नलिएको कसैले पनि खाँदैन, खानु भनेर आफै जङ्क फुड भयो भने चाहिँ सकिन्छ। फलफुल भयो भने कति दिनदेखि कुहिएर बस्छ त कसैलाई पनि थाहा हुँदैन। अनि 4-5 दिनपछि कुहिएछ त खानु पर्दैन। जङ्क फुड सकिएपछि कसले खायो? कोही मान्छेहरू चाहिँ खानेकुराहरू कति गम खान्छ, टाइममै खान्छ। यिनीहरूलाई चाहिँ मन परेको छ भने मात्रै हो, नत्र यो बासी माम छ यही भुटेर खाजा खामै भन्यो भने यिनीहरूको मन मर्छ। त्यहाँनिर जङ्क फुडहरू के बिस्कुट चाउचाउ ब्रेडहरू होस् न, यसले पुरै फुल इग्नोर हानेर उता जाने हो। भात खाए पनि लास्टमा चाहिँ फेरि त्यही जङ्क फुड नखाइकन चाहिँ खाजा खाएको जस्तो मनले सन्तुष्ट मान्दैन अरे। के खाइन अरे। अझै यसलाई त त्यो उनी लत लागेको छ। चटपटे खान पाएन भने मात्रै ल्याक्लुटे भयो। यो चाहिँ अप्पर नाटक के भयो भन्छ अनि खान पाएपछि चाहिँ बल्ल के भयो अलिक घप्टिनु पर्छ नि, टाउको लामो छ कि। म चाहिँ अग्लो चाहिँ अलिक भिडियोमा काटिन्छ भन्दैछ। खाएपछि चाहिँ के भन्छ मनको शान्ति मिल्छ। बल्ल मेरो मनलाई शान्ति मिल्यो भन्छ यसले। यो त नाटक गरेर साथीहरू भन्दा पनि थाहा पायो। हिजो चटपटे खाएको है, अनि खायौँ अनि लास्टमा चाहिँ बल्ल मलाई शान्ति मिल्यो, मेरो डोज पुग्यो मलाई। अब त म तगडा भइसकेँ, मेरो खुट्टा डर्रो भइसक्यो भन्दाखेरि मैले नभने कुराहरू भनिरहेछ। थाहा छ प्रजातिको चला कोही छैन यहाँ। हेर्नु न हेर्नु। अब अर्कोचोटि चाहिँ हामी चटपटीको मुखबाङ लिएर आउँछौँ है। तर घरको चटपटी मलाई मिठै लाग्दैन कि, ढेँडो जस्तो लाग्छ। मलाई चाहिँ फुक्को चटपटी चाहिँ मनपर्छ। घरको गिलो चटपटी बनायो भने चाहिँ ढेँडो जस्तो हुन्छ। जति मुखबाङ बनाउँछ भनेर खुसी भयो भने त्यही हो, सेटअप गर्दा सबै रिसाउने हो। लुगा पनि एउटै लाउनु रे, कालो कालो। उसको डिजाइनमा, उसको डिमान्डमा डिजाइन होइन। हेरिसक्ने कमेन्ट गर्नु है। हामी जस्तो चाहिँ को छन् हौ, जहिले झगडा मात्रै गर्ने, कमेन्ट गर्नु है। जहिले कन्फ्लिक्ट मात्रै आउँछ, विवाद मात्रै आउँछ। तँलाई त बोल्दैन। अघि के भने यो रिसाउँछ यो खुसी हुन्छ, यो रिसाउँछ यो खुसी, यो खुसी हुन्छ यो रिसाउँछ, यो खुसी हुन्छ यो रिसाउँछ। अनि म चाहिँ बिचमा चाहिँ है अघि भिडियो स्टार्टिङ गर्ने बेला भिडियोमा बोल्ने सुरु गर्न भनेको, अरू बेला त खुसी हुँदा सो गाइस आज चाहिँ हामी चाहिँ यस्तो उस्तो भनेर गर्छौँ नि त। तेरो भिडियोमा म बोल्नु पर्ने बोल्दिन भन्दै थियो। यो एकजना मान्छेको मात्रै पनि मुखबाङ आउनु पर्यो कि हामीलाई नदिकन। डिमान्ड मगाइदैन, डिमान्ड आयो भने म गरिदिन्छु। एकजना मान्छेको मात्रै आउनु पर्यो, ओनरको मात्र आउनु पर्यो। मेरो संसार ठुलो छ। सो गाइस बाई बाई। संसार त ठुलो छ, तेरो मन चाहिँ साह्रै नेरो छ। मेरो मन सानो छ, मेरो मन छ। संसार ठुलो छ, त्यही भएर म यहाँ अटाउन सकिनँ। बाई बाई गाइस। गाइस आज हाम्रो भिडियो चाहिँ यस्तै हो। जहिले पनि झगडा गऱ्यो, खायो, करायो अनि सक्यो ल। कोर्स हुन्छ कि हुँदैन? अहिले हुन्छ स्योर हुन्छ। कटपटी नभने किरा सिरा पकाएको छ यसले, त्यो किरा पनि देखाउने। यहाँ देखाउँ न किरा। मलाई आज रिस उठिरहेको थियो, त्यही भएर त्यतिकै पकाएको साथीहरू। किराको अहिले बर्खाको टाइममा कति सागमा किरा हुन्छ। 2 हप्ताभन्दा अगाडिको प्लान हो साथीहरू यो मुखबाङ गर्ने। हिजो बल्ल हाम्रो पैसा आएको थियो गर्ने कि। प्लान त अगाडि नै थियो तर थिएन नि त। तर पैसा चाहिँ थिएन। हिजो भोलि गर्ने भनेर हिजै सब सामान लिएर आज बनाएको। है यहाँ गरौँ। गाइस हामीले चाहिँ खाएर नि सक्यौँ है। अर्को क्यामेरा चाहिँ उता भइरहेछ कि, अनि मलाई अल्छी लाग्छ। क्यामेरा देखाउँ न कस्तो छ। हाम्रो स्ट्यान्ड छैन, कोठाको हालत यस्तै छ। अनि टक्क हाम्रो चाहिँ यहाँ अचार बाँकी नै छ। यो स्वस्तिकाले भात यति मात्रै खायो। यहाँ देख्न सक्नुहुन्छ यसले किरासँगै पकाएछ। छिया
अनि यो भयो मोमो नि खानु सक्यो नि यहाँले नि मेरो भात सोमके भात मेरो मोमो यो सोमकेले यति खायो चार यहाँ छ भयो के यति आजको हाम्रो भिडियो चाहिँ यति नै रह्यो साथीहरू सो से बाइ बाइ हाई गाइस ल अब आजको हाम्रो झगडा मुखबाङ पनि यहाँसम्मको मात्रै हो यति भन्दै बाइ बाइ भन्न चाहन्छु से बाइ बाइ आजमा हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच बाइ बाइ सी यू सुन सक्यो ल सक्यो Thanks for watching. Please subscribe.